ल, आज डेटा संरक्षणको कुरा गरौँ न त। हाम्रो व्यक्तिगत जानकारी कसरी प्रयोग भइरहेको छ, यसलाई सुरक्षित राख्ने कानूनहरू के कस्ता छन्, अनि भविष्यका चुनौती जस्तै क्वान्टम कम्प्युटिङले के असर गर्ला, यिनै विषयमा हामीले पाएका स्रोतहरूलाई अलिक गहिरिएर हेरौँ। हो, हामीसँग विभिन्न लेख रिपोर्टहरू छन्। तिनले त्यो क्रिप्टोग्राफी जस्ता प्राविधिक कुरादेखि लिएर जीडीपीआर, सीसीपीए जस्ता विश्वव्यापी कानूनहरूसम्म छोएका छन्। अनि भारत, ब्राजिल, क्यानाडा जस्ता देशका नियमहरू पनि। अनि नेपालको सन्दर्भ पनि त महत्त्वपूर्ण छ नि, होइन र? गोपनीयता ऐन 2018, साइबर सुरक्षाका चुनौतीहरू, चाहिने नयाँ कानूनको बहस। एकदम। नेपालको अवस्था पनि हेर्छौं। अब आजको हाम्रो उद्देश्य चाहिँ यी सबै कुरालाई जोडेर एउटा स्पष्ट चित्र बनाउने हो। डेटा सुरक्षा कसरी विकसित हुँदैछ, हाम्रो अधिकार के हो, अनि नेपालमा के कस्ता कदम आवश्यक छन् भन्ने बुझ्ने। त्यसो भए सुरु गरौँ अहिलेको अवस्थाबाटै। खतरा कस्तो छ त? हामी सबै अनलाइन सेवामा यति निर्भर छौं, डेटा चोरी हुने, दुरुपयोग हुने जोखिम त बढेकै छ नि, होइन त? हुने घटना सुनिएकै छन्। कस्ता कस्ता खतरा हुन्छन् त खासमा? खतरा अनेक रूपमा आउँछन्, जस्तो सूचना नै चोर्ने, जासुसी गर्ने, साइबर हमला, पैसा ठग्ने, ऱ्यान्समवेयर फैलाउने, फिशिङ गर्ने। हो, यहीँनिर जोखिम व्यवस्थापनको भूमिका आउँछ। मतलब खतरा के हो चिन्ने, त्यसले कति असर पार्छ मूल्याङ्कन गर्ने, अनि त्यसलाई घटाउने उपाय लगाउने। यो त महत्त्वपूर्ण कुरा भयो। यो प्राइभेसी बाई डिजाइन भन्ने अवधारणासँग पनि जोडिएको छ। सुरुमै सिस्टम बनाउँदा गोपनीयता सोच्ने, तर एउटा जटिलता के छ भने व्यक्तिलाई कस्तो हानि भयो भनेर मान्ने भन्नेमा अझै मत मिल्दैन के। अहिले हामीले अपनाउने मुख्य सुरक्षा उपाय त इन्क्रिप्सन नै होला नि। जस्तो विन्डोजमा बिट लकर हुन्छ जसले पुरै डिस्क इन्क्रिप्ट गर्छ। हो, इन्क्रिप्सन एकदमै महत्त्वपूर्ण छ। डेटालाई कोडमा बदलेर सुरक्षित राख्ने। तर प्रविधि मात्रै सब थोक होइन। त्यो त हो। डिजिटल युगमा गोपनीयता भनेको आफ्नो जानकारीमा आफ्नो नियन्त्रण हुनु हो। कम्पनीहरूले प्रयोगकर्ताको विश्वास जित्नु पर्यो। यसमा त्यो जिरो पार्टी कन्सेन्ट भन्ने कुरा आउँछ। जिरो पार्टी कन्सेन्ट? त्यो भनेको? मतलब प्रयोगकर्ताले आफै जानी बुझी कुनै फाइदाको लागि आफ्नो जानकारी दिन्छ, अनि उसलाई थाहा हुन्छ कि मैले चाहेको बेला यो सहमति फिर्ता लिन सक्छु। यो एक किसिमको विश्वासमा आधारित सम्बन्ध हो। विश्वास र नियन्त्रण। तर भविष्यले त झन् ठूलो चुनौती ल्याउँदैछ जस्तो छ नि। क्वान्टम कम्प्युटिङको कुरा गरौँ न, यसले अहिलेको इन्क्रिप्सन नै तोड्न सक्छ रे? यहाँनिर कुरा अलि गम्भीर र चाखलाग्दो हुन्छ। हो र? कतिको वास्तविक खतरा हो यो? हेर्नुस्, अहिलेका इन्क्रिप्सन विधिहरू जस्तै आरएसए निकै जटिल गणितीय समस्यामा आधारित छन्। सामान्य कम्प्युटरलाई त्यो हल गर्न वर्षौं लाग्छ। तर क्वान्टम कम्प्युटर यदि त्यो पूर्ण क्षमतामा बन्यो भने त्यस्ता समस्या सेकेन्डमै हल गर्न सक्छ भन्ने अनुमान छ। सेकेन्डमै? भनेपछि त हाम्रो अनलाइन ब्याङ्किङ, सुरक्षित सञ्चार सबै जोखिममा? हो, जोखिममा पर्न सक्छ। यो रातारात हुने कुरा त होइन। क्वान्टम कम्प्युटर बन्न अझै समय लाग्छ, तर खतरा वास्तविक छ। त्यसैले अमेरिकाको एनआइएसटी जस्ता संस्थाहरूले पोस्ट क्वान्टम इन्क्रिप्सनमा काम गरिरहेका छन्। पोस्ट क्वान्टम मतलब क्वान्टमले तोड्न नसक्ने? हो, त्यस्तै विधिहरू। संस्थाहरूले पनि अब अहिलेदेखि नै आफ्नो सिस्टममा कहाँ कस्तो इन्क्रिप्सन छ भनेर सूची बनाउन थाल्नुपर्छ, तयारी गर्नु पर्यो। विश्वव्यापी रूपमा हेर्दा चाहिँ डेटा सुरक्षा कानूनहरू बलियो बन्दै गएको देखिन्छ, होइन? जीडीपीआर, सीसीपीए, भारतको डीपीडीपी एक्ट, ब्राजिलको एलजीपीडी, यिनीहरूको साझा उद्देश्य के हो? मुख्यतः उपभोक्ताको अधिकार संरक्षण गर्ने नै हो। आफ्नो डेटामा पहुँच पाउने, सच्याउन पाउने, मेटाउन लगाउन पाउने अधिकार दिने। अमेरिकामा त राज्य पछि फरक कानून छन् क्यारे? केन्द्रीय कानून छैन, तर भर्जिनिया, मोन्टाना, ओरेगन जस्ता धेरै राज्यले आफ्नै कडा कानून ल्याएका छन्। जरिवाना पनि चर्को छ। जस्तै भर्जिनियामा एउटै उल्लङ्घनमा $7,500 सम्म। बाप्रे! युरोपमा एआई एक्ट पनि आयो, जसले एआईलाई जोखिमको आधारमा नियमन गर्छ। क्यानाडामा पनि नयाँ बिल C27 ले पुरानो कानून विस्थापित गरेर एआईलाई समेट्ने प्रयास गरेको छ। अब अलिकति नेपालतिर फर्कौं। हाम्रो गोपनीयता ऐन 2018 ले के भन्छ? यसले पर्याप्त सुरक्षा दिन्छ त? ऐनमा डेटा सुरक्षाको व्यवस्था गर्नुपर्ने धारा 25, सूचना प्रयोगका शर्तहरू धारा 26 जस्ता कुरा हुन्। तर
जस्तो आफ्नो गलत जानकारी सच्याउन पाउने अधिकारमा केही सीमितता देखिन्छ, धारा 28, जुन जीडीपीआर जति फराकिलो छैन। भनेपछि केही कमी कमजोरी छन्। नेपाल राष्ट्र बैंक, दूरसञ्चार प्राधिकरण, बीमा प्राधिकरणले आईटी अडिट अनिवार्यता गरेका छन्, तर गृह मन्त्रालयकै प्रतिवेदनले पनि स्रोत र समन्वयको कमी, अन्तर्राष्ट्रिय कानुनी सहायता सन्धि MLAT को अभाव अनि बढ्दो साइबर अपराधलाई चुनौती मानेको छ। भनेपछि कानुन भए पनि कार्यान्वयन र स्पष्टतामा अझै काम गर्नुपर्ने देखियो। जस्तै डेटा कति समय राख्ने, दुरुपयोग गरे के सजाय हुने, सुरक्षा कमजोरी भए कसको जिम्मा, यस्ता कुराहरू प्रष्ट छैनन् कि? हो, त्यहाँ कानुनी खाडलहरू छन्, अस्पष्टता छ। त्यसैले कि त यही गोपनीयता ऐनलाई संशोधन गर्ने कि छुट्टै डेटा संरक्षण ऐन नै ल्याउने भन्ने बहस चलिरहेको छ। नयाँ कानुनकै बहस पनि छ। हालसालै डिपेक्स एसिया र वन कभर भन्ने संस्थाहरूले नेपालको डिजिटल कानुनी पूर्वाधार सुधार्न सहकार्य थालेका छन् भन्ने समाचार पनि आएको थियो। यो राम्रो संकेत हो। त्यसो भए यी सबै कुराको निचोड के हो त? डेटा संरक्षण भनेको त प्रविधि, कानुन, जोखिम व्यवस्थापन सबै जोडिएको एकदमै जटिल विषय रहेछ। क्वान्टम जस्ता भविष्यका खतरा पनि छन्। हो, अनि यो निरन्तर परिवर्तन भइरहने क्षेत्र हो। प्रविधि अगाडि कानुन पछि दौडिरहेको जस्तो देखिन्छ कहिलेकाहीँ। नेपालको सन्दर्भमा कानुन छ, तर चुनौतीहरू पनि धेरै नै छन्। कार्यान्वयन, स्पष्टता, स्रोत साधन। एकदम ध्यान दिनुपर्ने धेरै कुरा छन्। आजको छलफल टुङ्ग्याउनु अघि एउटा प्रश्नमा विचार गरौँ न त। नेपाल यति छिटो डिजिटल भइरहेको छ, हाम्रो डेटा जताततै सङ्कलन भइरहेको छ। यस्तोमा कानुनका धारामा लेखिएका कुराभन्दा पर व्यवहारमै आफ्नो डिजिटल अधिकार कसरी सुरक्षित छ भनेर हामी नागरिकले कसरी सुनिश्चित गर्ने, खास गरी जब प्रविधिले कानुनलाई उछिनिरहेको हुन्छ? निकै महत्त्वपूर्ण प्रश्न हो यो। संस्थागत जवाबदेहिता त छँदैछ, तर यसमा व्यक्तिगत सचेतनाको भूमिका कति होला? के होला यसको जवाब? यसमा सोच्दै गरौँला।